रवि लामिछानेमाथि चाहिँ एउटा अनुसन्धान गर्दै गर्दा तत्कालीन सत्ताधारी दलहरूले उहाँमाथि एउटा प्रतिशोध साँधेकै हो। 27-27वटा सरकारी वकिलहरूलाई पठाएर एउटा व्यक्तिको विरुद्धमा मुद्दा लड्नु त्यो उचित होइन। उहाँको मुद्दा समाधान हुनुपर्छ, निष्पक्ष न्यायालयबाट त्यो सुनवाई हुनुपर्छ र छिट्टै हुनुपर्छ। त्यो अल्झाएर राख्नु पनि उचित होइन, किनकि उहाँसँग जोडिएका नेपाली राजनीतिमा एउटा वैकल्पिक शक्तिको रूपमा देख्दै गर्दा उहाँसँग धेरैजनाको सेन्टिमेन्ट जोडिएको छ। धेरैजनाले भविष्यको प्रधानमन्त्रीको रूपमा समेत देखेको थियो कुनै बेला। अब त्यो बेला प्रतिशोध साँधेकै हो। अब म गर्न सक्छु, म यो देशको विकास गर्न सक्छु, यो देशको चाहिँ सर्वसाधारणको लागि चाहिँ राम्रो काम गर्न सक्छु भन्ने आँट भएको व्यक्तिसँग मिलेर जान चाहिँ जरुरी छ मलाई लाग्छ। उहाँहरूको एजेन्डा राम्रो छ, धारणा राम्रो छ, वैकल्पिक शक्तिको रूपमा एउटा आशा गरिएको पार्टी हो। उहाँहरूसँग मिलेर त्यो सहकार्य हुन्छ भने हाम्रामा सम्बोधन हुन्छन्। जति वितृष्णा पुराना राजनीतिक दलहरूप्रति छ अहिले जनतामा, त्यति वितृष्णा राष्ट्रप्रति छ जस्तो लाग्दैन। अहिलेको नयाँ पुस्तासँग मिल्दाजुल्दा कुराहरू छन्। पहिलेदेखि नै भ्रष्टाचारका विरुद्धमा एजेन्डाहरू उठाइरहेको छ। सबै कुराहरू राम्रा छन् भनेको होइन, तर उहाँहरूको त्यो काम र एजेन्डाहरूप्रति म सकारात्मक नै छु। नमस्कार दर्शकबिन, युवा डेली टिभीमा यहाँलाई स्वागत छ। आज हामीसँग कुराकानी गर्नको लागि हुनुहुन्छ दुई कानुनी विद्यार्थी तथा यो अहिले जुन पछिल्लो समय जिएनजी आन्दोलनमा पनि अग्रपन्थीमा रहेर चाहिँ आन्दोलनको प्रमुख भूमिका पनि खेल्दै आउनुभएको दुईजना जिएनजी युवा नै हुनुहुन्छ र उहाँहरू कानुनी रूपमा हेर्ने हो भने उहाँहरू विद्यार्थी पनि हुनुहुन्छ। दुई विद्यार्थीहरूले आज पछिल्लो समय जिएनजीबाटै बनेको नेतृत्वको सरकारमा उहाँहरूको धारणा के छ, अहिले अब नेतृत्वको भूमिकामा सरकार गइसकेपछि साँच्चै उहाँहरूले चाहनु भएको जस्तो सरकार बन्यो कि बनेन र उहाँहरू दुवैजना चाहिँ सुदूरपश्चिमबाट चाहिँ नेतृत्व गरेर आइरहनु भएको छ। सुदूरपश्चिमकै युवाहरू हुनुहुन्छ र अहिले हेर्ने हो भने जिएनजी आन्दोलनमा सबैभन्दा धेरै ज्यान गुमाउनेको सङ्ख्या पनि सुदूरपश्चिमबाट नै, जहाँसम्म लाग्छ सुदूरपश्चिमबाट नै हुनुहुन्छ र उहाँहरूले आवाज पनि उठाउँदै आउनुभएको छ। सुदूरपश्चिमबाट नेतृत्वमा चाहिँ अहिलेसम्म कोही पनि चुनिनु भएको छैन भनेर उहाँहरूले केही समय अगाडिदेखिबाट जुन अनसन बस्नुभयो, उहाँहरूको साथीहरू लगायत केही व्यक्तिहरू अनसन पनि बसेर गृहमन्त्री आएर पनि उहाँहरूको मागलाई चाहिँ पुरा गर्छु भनेर पनि जुन एउटा समन्वय गर्नुभएको थियो, त्यो कुराहरू के भइरहेको छ र उहाँहरूको केही दिन अगाडि चाहिँ सुदूरपश्चिम प्रदेशको नै भेला भइरहेको थियो, त्यो भेलामा के भयो त कुराकानी भन्ने पनि तपाईँहरू माझ ल्याउन चाहन्छु भन्दै उहाँहरूलाई स्वागत गरौँ। दुवैजनालाई स्वागत छ। हजुर धन्यवाद, नमस्कार। जुन भने कानुनी रूपमा हेर्ने हो भने तपाईँहरू कानुनी विद्यार्थीको रूपमा उभिनु भएको छ र पछिल्लो समय जिएनजी आन्दोलनमा पनि अग्रपङ्क्तिमा रहेर आन्दोलन पनि गरिरहनु भयो। हजुर, तपाईहरूले सोचे अनुसारकै भनौँ या तपाईँहरूको चाहना स्वरूप नै तपाईँहरूले अहिले सरकारमा नयाँ नेतृत्वको सरकार पनि गठन गर्नुभएको छ। यो सरकारबाट फेरि तपाईँहरू पछिल्लो समय अलिकति रुष्ट भएको हो कि भन्ने पनि छ, आवाजहरू पनि उठिरहेको छ। सुदूरपश्चिमको नेतृत्व गरिरहनु भएको छ तपाईँहरूले नै, अन्य व्यक्तिहरू पनि तपाईँहरूको पछाडि हुनुहुन्छ। तपाईँहरूले भनिरहनु भएको छ सुदूरपश्चिमबाट चाहिँ नेतृत्व तहमा चाहिँ कोही पुगेन, हामीलाई पनि सुदूरपश्चिमबाट नेतृत्व गर्ने एउटा सरकारमा चाहिँ प्रतिनिधि चाहियो भनेर पनि आवाज उठाइरहनु भएको छ। अहिलेको सरकारले के गरिरहेको छ? यसमा मेरो धारणा के छ भने सुदूरपश्चिम हिजोको दिनमा पनि एउटा नुन पाउँदैन थियो, अहिले पनि त्यही परिस्थिति जुन सिर्जना भएको छ। जुन सुदूरपश्चिम भनेको एउटा त्यो कर्णालीको पुलबाट पारी भएर हो कि त्यो कर्णालीको पुलबाट पारी भएर हो कि हेपेको हो कि भन्ने हामीलाई महसुस भएको छ। जुन जेनजी आन्दोलनमा चाहिँ हाम्रो साथीहरू जुन 7वटा शहीद भए, 2000 भन्दा बढी चाहिँ त्यस आन्दोलनमा चाहिँ घाइते भए र त्यो बलिदानीको रक्षा किन गरेन भन्ने हामीले महसुस गरेका छौँ र त्यसको अपमान भयो। सुदूरपश्चिमलाई हेपेको होइन, बलिदानीको चाहिँ यो सरकारले अपमान गरेको छ। यसको घोर विरोधमा चाहिँ हामी हिजो पनि लागेका छौँ, आज पनि लागेका छौँ। यस क्याबिनेटमा चाहिँ तपाईँले भने जस्तै यो सरकारमा चाहिँ तपाईँले बनाएको सरकार हो भन्नुभयो, तर हामीले बनाएको सरकार होइन। जिएनजी युवाको नेतृत्वमा बनेको सरकार हो नि? होइन, त्यसभित्र तपाईँ पनि पर्नुहुन्छ? होइन, यो क्याबिनेटमा चाहिँ 2वटा मन्त्री बाहेक अरू कहाँबाट आयो कसरी आयो भन्ने कुरा हामीलाई थाहा छैन। 2वटा मन्त्री बाहेक
जुन कुलमान घिसिङ, महावीर पुन, अहिलेको चाहिँ जेनजी अभियन्ता बब्लु गुप्ता बाहेक चाहिँ अरू कुनै पनि कहाँबाट आयो, कसरी परिचालित भयो भन्ने कुरा हामीलाई थाहा छैन। र हाम्रो अबको भनाइ के हो भन्दाखेरिमा चाहिँ सुदूरपश्चिमले पनि एउटा नेतृत्व पाओस् भन्ने चाहिँ हाम्रो चाहना हो। र त्यसमा चाहिँ के हो, हामीले मन्त्री नै चाहियो चाहिँ भनेको छैन, तर त्यहाँको नेतृत्व त चाहियो नि। त्यो बलिदानको रक्षा कसले गर्ने त? त्यो बलिदानलाई चाहिँ अपमान भयो भन्ने हामीले महसुस गरेका छौँ। र अहिलेसम्म त्यो हाम्रो सुदूरपश्चिमको र कर्णालीको साथीहरू त्यहाँ तलको चाहिँ बजार एरिया जस्तै कैलाली, कञ्चनपुर, त्यो एउटा सहर एरिया हो जुन एरियामा चाहिँ अब पावरमा भएको मान्छेले चाहिँ जेनजीहरूलाई चाहिँ धम्काउने, थ्रेट दिने काम भएको छ। मैले हिजो पनि राखेको थिएँ, तपाईँलाई थाहा होला। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ त्यहाँको मान्छेहरू, त्यहाँको जेनजी साथीहरू चाहिँ अहिले विदेश भाग्नुपर्ने परिस्थिति सिर्जना भएको छ। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ त्यहाँ इन्डिया चाहिँ नजिक छ, त्यहाँ इन्डिया भाग्नुपर्ने परिस्थिति सिर्जना भएको छ। र यो अर्को कुरा के हो भन्दाखेरिमा त्यहाँको कतिपय साथीहरूले चाहिँ हातै गुमाएको छ, कसैले आँखै गुमाएको छ, अङ्गभङ्ग भइरहेको छ भन्ने हामीलाई महसुस राखेको छ। अहिलेको घाइतेहरूको अवस्था कसरी हेरिरहेको छ सरकारले, र यो सरकारले चाहिँ जिम्मेवारी लिएको छ कि छैन? कतिपय आन्दोलनमै हुनुहुन्छ, सरकार हेर्ने हो भने प्रधानमन्त्रीको कार्यालयमा गएर पनि धरना लिएको पनि हामीले देखिरहेका छौँ। हजुर, त्यसमा यस्तो छ, अब यो सरकार बन्नुमा एउटा यसलाई म पोलिटिकल एक्सटेन्टसँग जोडेँ। न पहिला यो निर्धारित थियो, न यस्तो हुन्छ भन्ने परिकल्पना थियो, तर सम्भावना थियो। राजनीतिशास्त्रमा सबै पोसिबिलिटीहरू रहेको नै हुन्छ, चाहे त्यो आन्दोलन होस्, क्रान्ति होस्, प्रतिक्रान्ति होस्, संविधान खारेज होस्, संविधान निर्माण होस्। तर कुन बेला के हुन्छ भन्ने त्यो ठ्याक्कै आकलन गर्न सकिने विषयवस्तु होइन। स्टेटक्राफ्ट आफैमा एकदमै जटिल विषय हो। र जुन एउटा शान्तिपूर्ण पवित्र भावनाले जेनजी पछिल्लो टेक्नोलोजिकल जेनेरेसनले सुरु गरेको यो एउटा आन्दोलनलाई सरकारले जसरी व्यवस्था गर्यो, एउटा शक्तिको रापमा जलेर, जसरी सर्वज्ञानी स्वघोषित सर्वज्ञानी मै हुँ भने जसरी उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, मैले नाम नै उल्लेख गर्न चाहे, उहाँले म बाहेक सर्वशक्तिमान कोही छैन र नेपाल मेरो बलमा मात्र चलेको छ, म प्रधानमन्त्री छु, त्यसकारण यो देशमा मात्र विकास हुन्छ र मै गर्छु भन्ने, तर उहाँले काम कहिल्यै नगर्ने, सधैँ गफ मात्र गर्ने, अर्कालाई उडाउने, त्यो पवित्र भावनाले गरिएको आन्दोलनमाथि जुन प्रकारको दमन गर्नुभयो, यो त्यसकै परिणाम हो। पछि के भयो, विभिन्न आरोपहरू लागे, विदेशी घुसपैठ भनियो, विदेशी योजना भनियो, जे भनिए पनि जुन 23 गतेको घटनालाई मैले सर्वप्रथम जोड्न चाहे, 23 गतेको घटना एउटा पवित्र भावनाले गरिएको आन्दोलन थियो। त्यसमा जे पनि भयो, राज्यले अत्याधिक बल प्रयोग गर्यो। प्रधानमन्त्री आफै हुनुहुन्थ्यो, गृहमन्त्री पनि उहाँकै मातहतको, उहाँकै गठबन्धनबाट हुनुहुन्थ्यो। फेरि भन्नुहुन्छ यो गोली चलाउने आदेश कसले दियो भन्नुहुन्छ, त्यो प्रहरी गृह मन्त्रालयको अन्तर्गत छ, अनि गृहमन्त्री उहाँकै गठबन्धनबाट हुनुहुन्छ, प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ, उहाँले नै भन्नुहुन्छ घुसपैठ भयो, गोली कसले चलायो। अब त्यो कन्स्पिरेसी थ्योरी प्रधानमन्त्रीज्यूले त हिजो भर्खर पनि एउटा इन्टरभ्यूमा भनिरहनु भएको छ, हामीले गोली चलाउने आदेश दिएको छैन, यो कहाँबाट घुसपैठ भयो, कसले गर्यो भन्ने कुरो नै थाहा छैन भनेर उहाँले हिजोको एउटा इन्टरभ्यूमा भनिरहनु भएको छ। त्योभन्दा बकवास र त्योभन्दा अफवाहपूर्ण कुरा कुनै हुन सक्दैन। त्यो त भन्नुभयो ठिक छ, उहाँले 23 गतेको घटनापछि ल यति क्षति भयो भनेर ल वार्तामा आऊ भनेर समेत त्यही दिन राति भन्न नसक्ने प्रधानमन्त्रीलाई हामीले कसरी प्रधानमन्त्री मान्ने? त्यो दिन समाधान गर्न सक्नुहुन्थ्यो, उहाँले वार्तामा बोलाउन सक्नुहुन्थ्यो, संविधान संशोधनमा जान सक्नुहुन्थ्यो, प्रतिनिधि सभा थियो, दुईवटा क्याबिनेट थियो, तर केही गर्नु भएन। उल्टै खिल्ली उडाउनु भयो, हाम्रो धज्जी उडाउनु भयो, यो बच्चा बच्चीको आन्दोलन, यार हुको आन्दोलन भन्नुभयो। र त्यसकै परिणामस्वरूप 24 गतेको घटना, आगजनी सबै त्यही कारणबाट मात्र उत्पन्न भएको जस्तो मलाई लाग्छ। उहाँले अहिलेसम्म पनि 1% पनि आत्मग्लानि छैन, 1% पनि पश्चाताप छैन, अझै पनि भन्दै हुनुहुन्छ विदेशीको खेल हो, यस्तो हो, उस्तो हो। गोली चलाउने आदेश दिने उहाँ, आरोप विदेशीलाई लगाउने होला, तर माने एकछिनका लागि ल विदेशको योजना थियो 24 गतेको, त्यो घुसपैठ थियो होला, तर त्योभन्दा अघिल्लो दिन त समाधान गर्न सक्नुहुन्थ्यो नि, पावरमा त उहाँ हुनुहुन्थ्यो नि, किन गर्नुभयो? तत्कालीन प्रधानमन्त्रीज्यूले नै दिनुभएको हो त यो गोली चलाउने आदेश? प्रधानमन्त्रीले गोली चलाउने आदेश दिएको हो मैले भनेको होइन, तर गृह मन्त्रालय, प्रहरी प्रशासन, त्यो राज्य
सत्तामा त आफू हुनुहुन्थ्यो नि, गोली चलाउने आदेश उहाँले नदिएको भए पनि उहाँद्वारा नै यो सब भएको हो भन्ने कुरा इन्कार गर्न त सकिँदैन नि। तपाईँको विचार के छ? प्रधानमन्त्रीको कुरा जोड्न चाहे, जब केपी ओली चाहिँ उहाँको इतिहास हेर्दाखेरिमा पनि हामीले जाने बुझेको केपी ओली चाहिँ उहाँ हत्यारा नै भन्छन् है सबैले। हामीले जाने बुझेको, हामीले नयाँ पुस्ताले सुनेको पनि त्यही हो। 2020देखि 2034 सालसम्म उहाँ जेल बस्नुभयो। त्यति बेलाको कानुन पनि त्यतिसम्म चाहिँ 14 वर्ष जेल राख्ने कानुन त थिएन होला जस्तो मलाई लाग्छ है। उहाँ चाहिँ अहिलेको पुस्ताले, हाम्रो पुस्ताले पनि त्यही भनिरहेको छ कि केपी ओली निरङ्कुश हुन्। केपी ओली चाहिँ एउटा आफ्नो मात्र गर्न चाहने तर अरूको कुरा सुन्दै नसुन्ने एउटा उखाने बा भनेर चिनिन्छन्। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ जुन 23 गतिको घटना थियो, जुन 23 गतिको घटना चाहिँ उहाँले त्यही बेलुका चाहिँ सम्बोधन गर्न सक्नुहुन्थ्यो तर उहाँले सक्नु भएन। कारणवश होला, केही हुनसक्छ होला, वा उनको पार्टीबाट दबाब आएको पनि हुनसक्छ होला, त्यो अर्को पाटो छ। र उहाँले भन्नुहुन्छ कि कसले दियो त्यो आदेश भन्ने हुन्छ, तर त्यो कसले दियो? गृह मन्त्रालय त केपी ओलीको वा प्रधानमन्त्रीको महातत्वमा बस्ने हो नि त। सिडिओलाई पनि आदेश दिने भनेको त गृहमन्त्रीले, गृहमन्त्रीलाई आदेश दिने भनेको त प्रधानमन्त्रीको क्याबिनेट त्यसले त हो नि। हो, त्यो कारण चाहिँ यसमा चाहिँ कुनै पनि केही भएको छैन। घुसपैठ गर्ने भनेको चाहिँ फेरि त्यही राजनीतिक दलसँग चाहिँ जोडिएका मान्छेहरू छन्। आगजनी गर्ने पनि त्यही राजनीतिक दलसँग जोडिएका मान्छेहरू छन् कतिपय। तपाईँ हरेक अहिले चाहिँ सामाजिक सञ्जालमा हरेक पोस्टहरू हेर्नुहोस्, त्यही राजनीतिक दलसँग जोडिएका मान्छेहरू छन्। काङ्ग्रेसको पार्टी कार्यालय जलाउने चाहिँ एमालेको छन्, र गगन थापाको घर जलाउने एमालेको छन्। सर्वोच्च अदालत जलाउने चाहिँ माओवादी लगायत राजावादीहरू छन्। सिंहदरबार जलाउने चाहिँ अब राजावादी, प्राय राजावादी र माओवादीहरू चाहिँ मिलोमत्तमा हुनसक्छ। वा तपाईँले कसरी भन्न सक्नुहुन्छ सबैलाई पार्टीको दोष दिनुभयो, यो चाहिँ यसले हो, यो चाहिँ यसले हो भनेर कसरी सक्नुहुन्छ? तपाईँलाई थाहा छ एउटा कुरा म भनिदिउँ, अहिले सामाजिक सञ्जालमा छर्लङ्ग देखिएका छन्। कयौँ प्रमाणहरू त हामीसँग पनि छन्, स्क्रिनसट गरेर पनि राखेका छौँ होइन। कतिपय चाहिँ विद्यार्थी नेता पनि त्यहाँ सामेलित हुनुहुन्छ। तपाईँ पनि जानुभएको थियो, तपाईँले चाहिँ जलाउनु भयो कि भएन? मैले जलाएन, तर म चाहिँ आन्दोलनमा गएको त्यो 4 तारे हाम्रो नेपालको त्यो काङ्ग्रेस एमालेको पार्टीको झन्डा पनि हामीलाई राष्ट्रको झन्डा चाहिँ प्यारो थियो, हामीले झन्डा चाहिँ फरफराएको हो। तर हाम्रो एउटा यसमा चाहिँ के छ भन्दाखेरिमा चाहिँ संसद भवन जाने जेनजीको योजना थियो, तर के गर्ने? संसद भवनमा गएर आगजनी गर्ने योजना चाहिँ थिएन। प्रतिपक्ष भएर बस्ने, सत्तापक्ष भएर बस्ने चाहिँ एउटा चाहिँ त्यो बङ्गलादेशमा भएको थियो नि, हो त्यस्तै चाहिँ एउटा योजना चाहिँ थियो है। म यसमा चाहिँ भन्न सक्छु। तर आगजनी चाहिँ जेनजीहरूले त्यो सानो बालकले गर्न सक्छ, 14 वर्षको बालकले गर्न सक्छ आगजनी। 14 वर्षको बालकले चाहिँ त्यो सिसाको बोतलमा पेट्रोल हालेर त्यो हानेर चाहिँ त्यो गर्न सक्दैन, एउटा कुरा। र अर्को कुरा, त्यसमा चाहिँ कतिपय साथीहरूले चाहिँ कतिपय त्यो एउटा ट्याटु सेटु हानेर त्यो मान्छेहरू आएको छन् त्यो दिन चाहिँ होइन। अनि त्यो ब्लुटर बाइकहरू चाहिँ बजाएर त्यो चाहिँ संसद भवन वा जुनसुकै उसमा पनि त्यो बोतलमा चाहिँ पेट्रोल हालेर चाहिँ त्यसरी आगजनी भएको। र अर्को कुरा के हो, र आगजनी त भयो, ठिक छ, ल अब ठिक छ, अब यो चाहिँ ठिक छ, आगजनी भयो, जसले गरे पनि गर्यो, त्यो स्वीकार्न चाहिँ राजनीतिक दलहरूले चाहिँ स्वीकार्नुपर्छ। किनभने यो क्रान्तिमा चाहिँ कानुन पनि दास बन्नुपर्छ। क्रान्तिमा मैले भन्दैछु कि तपाईँ कानुनको विद्यार्थी पनि, कानुनले के भन्छ? एकचोटि बिपी कोइरालाले भन्नुभएको थियो कुनै सन्दर्भमा, कुनै भाषणमा, कुनै पनि कानुन आफैमा अन्तिम, अउल्लङ्घनीय र अकाट्य हुन सक्दैन। समयको आवश्यकता हो। कुनै समय कानुनभन्दा छिटो समाज परिवर्तन हुनसक्छ र समाजको आवश्यकतालाई त्यो कानुनले यदि सम्बोधन गर्न सकेन भने कानुन पनि कुनै बेला निरीह भन्नुपर्ने अवस्था हुन सक्छ। अहिलेको अवस्था यस्तै भयो, कानुन निरीह भन्यो। कानुन निरीह भन्यो भन्दा नि त्यो सङ्कटापूर्ण अवस्था थियो त्यो 2 दिनको, त्यो बेला के भयो, कसरी भयो, त्यो एउटा क्रान्तिको परिणाम हो। क्रान्तिको परिणामलाई स्वाभाविक रूपमा लिनुपर्छ। र यदि त्यो गम्भीर अपराधहरू, त्यो निर्दोषका घरहरू जलाइदिने अथवा राज्यका अङ्गहरू जलाइदिने, अदालत जलाउने अथवा सिंहदरबारमा जानी आगो लगाउने, नियतवश विध्वंस मचाउनेलाई चाहिँ कारवाही हुनुपर्छ भन्ने पक्षमा हामीहरू पनि हो। त्यसको विरोध कहिल्यै गरेको छैन। तर जुन क्रान्तिको परिणामले जे पनि अवस्था सिर्जना गर्यो त्यो सबैलाई एउटा अपराधीकरण गरेर सबैमाथि अनुसन्धान गर्नुपर्छ भन्ने मान्यता चाहिँ यो क्रान्तिको विपरीत हुन्छ र यसले जन्माउने भनेको प्रतिक्रान्ति हो। अब हेर्ने हो भने यो आन्दोलनको स्वरूप भनेको
सोसियल मिडिया बन्द गरेकै कारणले पनि हो भन्ने चाहिँ कतिपयको धारणा छ होइन? तपाईँहरूको धारणा के छ? अनि अरू कतिपयले चाहिँ एजेन्डा सहित नै आउनु भएको छ, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री राष्ट्रपति सहित प्रदेश खारेजीको पनि माग गर्नुभएको छ। तपाईँहरूको चाहिँ माग के थियो? त्यसमा यस्तो सोसियल मिडिया मात्र होइन, हाम्रो त्यो कति वर्षदेखि जुन एउटा मनभित्र गुम्सिएको जुन एउटा राजनीतिक शक्तिहरूबाट भएका कुकर्महरूद्वारा विरक्त भएर हाम्रो मस्तिष्कभित्र जुन गुन्जिएर बसेका ती कुण्ठाहरू छन् त्यसको एकैचोटि विस्फोट भएको हो। त्यो अवसर मिलेर विस्फोट भएको हो र त्यसले जे निम्त्याउनु थियो त्यो नै निम्त्यायो। यो सोसियल मिडियाले भएको होइन, अति गरेपछि त्यो अतिको प्रतिकार स्वरूप नै यो भएको हो। सोसियल मिडिया त एउटा त्यसको एजेन्डा त्यो पनि थियो, त्यो लोकतन्त्रको मेरुदण्ड मानिने एउटा सूचनाको हकमाथि नै सिधै टाउकोमा प्रहार हुन्छ। त्यो सम्बन्धित निकायसँग, अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरूका निकायसँग पर्याप्त मात्रामा सहकार्य नगरिकन, छलफल नगरिकन, अनुरोध नगरिकन नै त्यो एउटा सिधै बन्द गरिदिने जुन सरकारको निर्णय थियो त्यो पनि एउटा कुरा हो। तर मुख्य कारण भनेको भ्रष्टाचार, नातावाद, कृपावाद, व्यथिति, यी सबै कुराहरू नै हुन्। त्यो गुम्सिरहेको थियो सदियौँदेखि नेपाली जनतामा र त्यो विस्फोट हुने अवसर प्राप्त भयो र त्यसको कारणस्वरूप नै यो सबै भयो हो। सोसियल मिडिया मात्र होइन, अर्को सङ्घीयता, प्रदेश खारेजी, प्रत्यक्ष कार्यकारी जस्ता कुराहरू छन्। यसमा कुनै पनि व्यवस्था आफैमा राम्रो र नराम्रो हो भन्ने पक्षमा म छैन। व्यवस्थालाई दोष दिनु हुँदैन। हामीले विश्वमा यतिवटा व्यवस्थाहरू छन्, प्रत्येक व्यवस्थाले कुनै न कुनै देशमा राम्रै गरेका छन्। प्रत्यक्ष कार्यकारीले पनि राम्रै गरेका उदाहरण छन्, अथवा त्यो क्याबिनेटबाट भएका कुराहरू पनि राम्रै छन्। अब सिधै एक हिसाबले हेर्दा प्रत्यक्ष कार्यकारी नै जानुपर्छ भन्ने मान्यता एक हिसाबले उचित हो, तर त्यसबाट कस्तो व्यक्ति आउँछ? देश एउटा डिक्टेटरको हातमा जान सक्छ होला। फेरि यही व्यवस्थामा जाने हो भने आजसम्म यतिवटा वितृष्णाहरू झेल्यौँ, यो व्यवस्थालाई कसरी स्वीकार्ने भन्ने पनि छ। यसको समाधानको बाटो के हो त भन्दा अब ठिक छ, अहिलेलाई चुनावमा जाने, त्यही हो, चुनाव नै हो। क्रान्ति भयो, चुनाव तोकिसक्नु। जेएनजी युवाले चुनाव नै खोजेको हो? चुनाव खोजेको होइन, हामीले चुनाव गर्छौँ भनेर आन्दोलन गरेको होइन। तर जुन परिणाम आयो यसबाट अब चुनावमै जानुपर्ने स्थिति आयो। नत्र प्रतिक्रान्ति अहिले देशले मागेको छैन, त्यत्तिकै यति धेरै विध्वंस भइसकेको छ। एउटा अर्को क्रान्ति जन्मियो भने सायद नेपाल आफै जस्तो रहला नरहला त्यो म भन्न सक्दिनँ। वीरेन्द्रको के छ धारणा? प्रदेश खारेजी सहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री राष्ट्रपति भन्ने पनि जेएनजीहरूका माग छ होइन? कतिपय विवाद पनि उठिरहेको छ। ठिक छ, हिजोका दिनमा पनि 14 अञ्चल 75 जिल्ला थियो, त्यो आफैमा एउटा राम्रै थियो भनौँ न। ल यो सङ्घीयता आइसकेपछि चाहिँ जुन 7वटा प्रदेश, एउटा सङ्घ, अनि चाहिँ जुन 77 चाहिँ जिल्ला भयो र यसमा चाहिँ यो समग्र जेएनजीहरूको प्रत्यक्ष कार्यकारी भन्दै जाँदा चाहिँ समग्र जेएनजीहरूको माग हो। एउटै मेरो मात्र होइन, एउटै उसको मात्र होइन। र यो सङ्घीयता खारेज हुनुपर्छ भन्ने पक्षमा चाहिँ म छैन। तर यसलाई चाहिँ किन हुनुहुन्न? सङ्घीयता त भारी भएको छ भन्छ, नेपाली जनतालाई भारी भएको छ। भारी भएको छैन, यसमा चाहिँ हामीले महसुस गर्ने कुरा अर्को ठाउँमा छ। तर यसलाई चाहिँ व्यवस्थित गर्न सकिन्छ कि भन्ने कुरा हो। जस्तै 60वटा प्रदेश छन्, अब यस प्रदेशमा पनि जस्तै सुदूरपश्चिमले के चाहेको छ भन्ने कुराहरू त बुझ्नु पर्यो नि त। कर्णाली प्रदेशले चाहिँ के चाहेको छ त्यो कुरा बुझ्नुपर्छ। र दुई पटकसम्म चाहिँ मधेस मुभमेन्ट किन भयो, त्यो मधेसको क्रान्ति चाहिँ किन भयो भन्ने कुरा महसुस गर्नुपर्छ कि यसलाई प्रदेशलाई चाहिँ व्यवस्थित तरिकाले यसको निर्वाचन प्रक्रिया चाहिँ व्यवस्थित तरिकाले गर्न सकिन्छ कि भन्ने कुराहरूमा चाहिँ जोड दिन चाहिँ जरुरत छ। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ अब आन्दोलन भइसकेपछि चाहिँ संसद विघटन भइसक्यो, अबको विकल्प भनेको चुनाव हो, निर्वाचन हो। अब यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति वा सङ्घीयता खारेजी, यो संविधान अहिले त लागू यही संविधान छ नि त, त्यसका लागि त संविधान चेन्ज गर्नु पर्ला नि त। संविधान चेन्ज गर्नको लागि त वा संशोधन गर्नको लागि त पार्लियामेन्ट चाहिला नि त। त्यसका लागि चाहिँ पार्लियामेन्टको आवश्यक हुन्छ, त्यसबाट चाहिँ 2/3 मेजोरिटीको आवश्यकता पर्छ, बहुमतको आवश्यकता पर्छ भनौँ न। हो त्यसका लागि चाहिँ अब जेएनजीहरूले चाहिँ राम्रो एउटा पोलिटिकल पार्टीसँग मिलेर जाने कि राम्रो पोलिटिकल व्यक्तित्व भएको मान्छेहरूसँग जोडिएर जाने कि जस्तै अहिले चलेका नामहरू भनेको कुलमान घिसिङ जस्तै है, अहिले चाहिँ बालेन शाह,
जस्ता व्यक्तिहरूले पार्टी खोल्यो भने जेनजीहरू पनि त्यसमा जोडिएर जाने कि भन्ने कुरा छ। र अर्को अब पार्टीको कुरा गर्नुभयो होइन, पार्टी अहिले हेर्ने हो भने धेरै नै पार्टीहरू खोलिरहेका छन्। तपाईँहरू जस्तै युवाहरू सडकमा उत्रिनु भयो, ती युवाहरूले नि अब चाहिँ म राजनीति गर्न सक्षम भएँ भन्ने सोच एक प्रकारको आयो र पार्टी खोलिरहेका छन्। यो पार्टी घर घरमा पार्टी खोलेर चाहिँ के गर्ने? अब यसमा चाहिँ मेरो यो पार्टी खोल्ने त नेपालको संविधान 2072ले नै एउटा पार्टी सङ्गठन खोल्ने चाहिँ अधिकार दिएको छ, तर चाहिँ कसरी खोल्ने, कसरी मिलेर जाने भन्ने कुरा चाहिँ विशेष ध्यान दिनुपर्छ। र सबैले जस्तै मिरज ढुङ्गानाले पार्टी खोलेर चाहिँ कुनै पनि आधारमा चाहिँ त्यो सक्सेस हुन सक्दैन। मेरो विचारमा चाहिँ एक्लै खोलेर चाहिँ समग्र जेनजीहरू जति पनि छन् अहिले, प्रवेश दाहाल जस्ता व्यक्ति, जस्तै सुदन गुरुङ, खेमराज साउद होइन, पुरुषोत्तम यादव होइन, जस्तै त्यस्तै अमृत खनाल जस्ता, जस्तै हामी नै भनौँ, हामी सबै एक ठाउँमा भएर चाहिँ राम्रो व्यक्ति, राम्रो पोलिटिकल विचार भएको व्यक्ति जस्तै महावीर पुन छन्, जस्तै कुलमान घिसिङ छन्, मैले अघि पनि भने उहाँहरूसँग मिलेर जाने कि एक्लै हामीसँग त क्षमता हुँदैन नि त। क्षमता भयो भने त हामी प्रधानमन्त्री हुन्थ्यौँ नि त। क्षमता छैन नि त, त्यो ठाउँमा छैन नि त, उमेर पनि पुगेको छैन नि त। हुन त हामीले के भन्न चाहन्छौँ भने चाहिँ तपाईँको यही मिडियाबाट के भन्न चाहन्छौँ भने पार्टी भन्यो होइन, हर्क साम्पाङले एक्लै पार्टी खोलेर चाहिँ केही पनि हुँदैन। समग्र राजनीतिक एउटा आइडियोलोजी चाहिँ राम्रोसँग बुझेको मान्छेहरूले चाहिँ अब म गर्न सक्छु, म यो देशको विकास गर्न सक्छु, यो देशको चाहिँ सर्वसाधारणको लागि चाहिँ राम्रो काम गर्न सक्छु भन्ने आँट भएको व्यक्तिसँग मिलेर जान चाहिँ जरुरी छ मलाई लाग्छ। पार्टीमा यस्तो हुन्छ, पार्टी पहिले पनि धेरै खोलिए, अहिले स्थापित भएका पार्टीहरू पनि ठुलो क्रान्तिबाट आएका पार्टीहरू हुन्। बिपी कोइरालाले त्यत्रो सङ्घर्ष गर्नुभयो, त्यो दिल्लीको आन्दोलनदेखि त्यहाँ 2007 सालको क्रान्तिसम्म, मदन भण्डारीहरू उदाउँदा, एमाले उदाउँदा, यहाँसम्म पुग्दा धेरै राम्रो व्यक्तित्वहरू थिए। पार्टीलाई दोष दिएको होइन हामीले, तर अहिलेको अवस्थामा त्यो सत्ताधारीहरू, त्यो बेलाका सत्ताधारी दलहरूले जुन प्रकारको एउटा वितृष्णा जगाए जनतामा, त्यसले अहिलेका ती स्थापित पोलिटिकल पार्टीहरूबाट हामीलाई अब कुनै पनि आशा छैन। अहिलेको एकमात्र समाधान भनेको वैकल्पिक राजनीतिक शक्ति हो। वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको रासोपा पनि थियो। त्यहाँ तपाईँहरूको जस्तै एजेन्डाहरू पनि जे होस्, जिएनजी युवाहरूको माग सहितको एजेन्डाहरू पनि पार्टीले लिएर नै अगाडि बढेको पार्टी हो। अहिले पछिल्लो समय रवि लामिछानेकै कुरा गर्ने हो भने पनि उहाँ त हिरासतमा हुनुहुन्छ, तर यस्तै जुन एजेन्डा लिएर आएको तपाईँहरू जस्तै भावना बोकेर आएको पार्टी वैकल्पिक शक्तिको रूपमा उदाएको पार्टी हो नि। यो पार्टीप्रति के छ धारणा र तपाईँहरू मिलेर जान सक्नुहुन्छ कि हुँदैन? होइन, उहाँसँग मिल्न सकिँदैन भन्ने कुरा होइन। उहाँहरूको एजेन्डा राम्रो छ, धारणा राम्रो छ, वैकल्पिक शक्तिको रूपमा एउटा आशा गरिएको पार्टी हो। उहाँहरूसँग मिलेर त्यो सहकार्य हुन्छ भने, हाम्रा माग सम्बोधन हुन्छन् भने त्यही पार्टीसँग एउटा वैकल्पिक शक्तिको रूपमा त्यसलाई बनाऊ भने पनि ठिक छ। रासोपासँग हाम्रो सहकार्य हुन सक्दैन भन्ने होइन, एउटा आशा गरिएको पार्टी हो। तपाईँहरूको चाहना अनुसार रासोपाले नेतृत्व गर्न र तपाईँहरूलाई समेट्न सक्यो भने तपाईँहरू तयारी अवस्थामा हुनुहुन्छ? होइन, जति वितृष्णा पुराना राजनीतिक दलहरूप्रति छ अहिले जनतामा, त्यति वितृष्णा रासोपाप्रति छ जस्तो लाग्दैन। त्यति परीक्षण पनि भएको छैन, पार्टी बाँकी नै छ, बाँकी नै छ। नेपाली राजनीतिमा काम गर्न पाएको छैन। उहाँहरूको एजेन्डा राम्रो छ, अहिलेको नयाँ पुस्तासँग मिल्दाजुल्दा कुराहरू छन्। पहिलेदेखि नै भ्रष्टाचारका विरुद्धमा एजेन्डाहरू उठाइरहेको छ। सबै कुराहरू राम्रा छन् भनेको होइन, तर उहाँहरूको त्यो काम र एजेन्डाहरूप्रति म सकारात्मक नै छु। रवि लामिछानेप्रति के छ धारणा? तपाईँहरू कानुनी विद्यार्थीको रूपमा पनि हेर्ने हो भने कानुनी हिसाबमा कसरी लिनुहुन्छ र एउटा जिएनजी आन्दोलनको जुन आन्दोलन गरिरहनु भयो त्यो मुद्दा त रवि लामिछानेले पनि निकै लामो समयबाट टेलिभिजनको मार्फतबाट होस् या राजनीतिक क्षेत्रमा प्रवेश गरिसकेपछिको अवस्थाबाट उहाँको मागहरू हेर्ने हो भने होइन, सदनमा पनि उठाइरहनु भएको थियो। यो बिचमा चाहिँ तपाईँहरूको चाहिँ धारणा के छ त उहाँप्रति? एउटा कानुनको दृष्टिबाट हेर्दा उहाँमाथि लागेको जुन आरोप छ, अथवा त्यो झुटो होस् अथवा सत्य होस्, त्यसलाई एउटा प्रोपर इन्भेस्टिगेसनको वेमा लग्नुपर्छ। हामीले निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्छ। उहाँ दोषी हो होइन भन्ने कुरा प्रमाणको आधारमा, तथ्यको आधारमा निर्धारण हुनुपर्छ भन्ने मान्यता हो। जुन तत्कालीन सत्ताधारी दलहरूले उहाँमाथि एउटा प्रतिशोध साँधेकै हो। 27-27वटा सरकारी वकिलहरूलाई पठाएर एउटा व्यक्तिको विरुद्धमा मुद्दा लड्नु त्यो उचित होइन। उहाँको मुद्दा समाधान हुनुपर्छ।
निष्पक्ष न्यायालयबाट त्यो सुनवाई हुनुपर्छ र छिट्टै हुनुपर्छ। त्यो अल्झाएर राख्नु पनि उचित होइन, किनकि उहाँसँग जोडिएका नेपाली राजनीतिमा एउटा वैकल्पिक शक्तिको रूपमा देख्दै गर्दा उहाँसँग धेरैजनाको सेन्टिमेन्ट जोडिएको छ। धेरैजनाले भविष्यको प्रधानमन्त्रीको रूपमा समेत देखेको थियो कुनै बेला। अब त्यो बेला प्रतिशोध साँधेकै हो। उहाँ दुलले नुहाएको हुनुहुन्छ मैले भन्न खोजेको होइन। उहाँको बारेमा के छ भित्री कुरा त्यो गल्ती भएकै हो अथवा होइन, त्यो अदालतमा प्रमाण के छ, निष्पक्ष छानबिन गर्नुपर्ने होइन, किन ढिलाइ भइरहेको छ त? ढिलाइ त्यो बेला भयो, अब यो बेला नि अब अस्ति पेशी स्थगित भयो, अब होला भन्ने आशा छ। हजुरको चाहिँ धारणा के छ रवि लामिछानेप्रति र उहाँको पार्टीप्रति के छ? मेरो पार्टीप्रति चाहिँ एउटा सकारात्मक नै छु। जुन जेनजीले उठाएको मागहरू योभन्दा अगाडि चाहिँ पार्टीले चाहिँ उठाएको थियो, त्यो एउटा नयाँ चाहिँ एउटा वैकल्पिक राजनीतिक दल हो। जुन नयाँ पुस्ताहरू त धेरै जोडिएका छन् त्यसमा। तर रवि लामिछानेको पक्षमा कुरा गर्दै गर्दा उहाँलाई म भगवान चाहिँ स्वीकार्दिनँ। उहाँप्रति चाहिँ कुनै न कुनै गल्ती चाहिँ छ, किनकि कुनै गल्ती हुँदाखेरिमा चाहिँ एउटा अदालतले होस् वा कुनै पनि कानुन निकायले होस् उहाँमाथि अनुसन्धान गर्छ। र मेरो भनाइ त्यसमा चाहिँ के छ भन्दाखेरिमा रवि लामिछानेमाथि चाहिँ एउटा अनुसन्धान गर्दै गर्दा त्यही मिडियाका चाहिँ एउटा जीवी राई चाहिँ किन अहिलेसम्म गुमगाम भए हाम्रो धारणा चाहिँ छ है। त्यसमा चाहिँ गुमगाम हुनुको कारणमा चाहिँ काङ्ग्रेस एमालेको प्रोटेक्सनमा चाहिँ एउटा संरक्षणमा चाहिँ उहाँ गुमगाम हुनुहुन्छ कि भन्ने लागेको छ। र अर्को कुरा धनराज गुरुङ भन्ने एउटा मान्छेको चाहिँ उसको चाहिँ मन्त्रीको चाहिँ एउटा बुढी पनि एउटा सहकारीमा चाहिँ एउटा ठगिएको भनेर चाहिँ उहाँ पनि प्रमाणित हुनुभयो नि त, मिडियामाथि आयो नि त। हो उहाँमाथि चाहिँ किन गरिएन, राम्रोसँग अनुसन्धान गरिएन, किन गरिएन भन्ने कुरा हो। र यस्तै रवि लामिछाने मात्र होइन, रवि लामिछाने जस्ता हरेक व्यक्तिहरू चाहिँ को नाम जोडिएको छ। तर उहाँहरूमाथि पनि अनुसन्धान राम्रोसँग निष्पक्ष रूपमा चाहिँ हुनुपर्छ भन्ने मेरो धारणा रहेको छ। र पार्टीसँग जोडिएर भन्दाखेरिमा चाहिँ यद्यपि नयाँ राजनीतिक गर्ने व्यक्तिहरू पनि उहाँप्रति त्यस पार्टीप्रति जोडियो भने रवि लामिछानेले चाहिँ त्यो मुद्दा किनारा नलगाउँदासम्म चाहिँ म ब्याक हुन्छु, आफू चाहिँ ब्याक हुन्छु। कसैलाई चाहिँ सभापति सुम्पिएर चाहिँ त्यो मुद्दा किनारा नहुँदासम्म चाहिँ छिनोफानो नहुँदासम्म चाहिँ ब्याक भएर चाहिँ कुनै राम्रो व्यक्तिहरू जोडिन्छन् भने सबै जेनजीहरू जोडिन्छन् भने त्यसमा हामी जोडिनुमा चाहिँ कुनै पनि आपत्तिको विषय छैन। र तपाईहरु तयार हुनुहुन्छ? आपत्तिको विषय छैन, तयारी त नभनौँ, आपत्तिको विषय चाहिँ छैन। सबैतिरबाट सकारात्मक प्रतिक्रिया आउँछ र अहिलेको वैकल्पिक शक्तिको रूपमा राष्ट्रपालाई नै अगाडि बढाउँ, सबै मिलेर जाउँ। अहिलेका स्वतन्त्र व्यक्तिहरू र पोलिटिकल फिगरहरू पनि त्यसमा पूर्ण सहमति छ भने त्यसमा हाम्रो वैकल्पिक शक्तिको रूपमा मान्दैनौँ भन्ने कुरा हामीबाट हुँदैन, आपत्ति छैन। अब हामी कार्यक्रमको लगभग अन्तिममा छौँ होइन? तपाईहरूले यो जिएनजीको नेतृत्वको भूमिकामा कतिपयले बालेन शाहलाई पनि लिएका थिए। बालेन शाहले पनि आह्वान गरेर धेरै युवाहरू आएका थिए। पछिल्लो समय बालेन शाह पनि विवादित भएका छन्। उहाँको आफ्नै फेसबुक स्ट्याटसले होस् वा उहाँले पहिले उकास्नु भयो जिएनजीलाई, पछि चाहिँ फेरि केही सपोर्ट गर्नु भएन, अलिक ब्याक हुनुभयो भन्ने पनि एकतर्फको चाहिँ धारणाहरू छ। तपाईहरूको चाहिँ के छ धारणा? म अहिलेको अवस्थामा बालेन शाहसँग केही कुरामा असन्तुष्ट छु। पूर्ण रूपमा रुष्ट छैन तर असन्तुष्ट छु। किनभने हिजोको दिनमा उहाँले गरेको कामप्रति अथवा एउटा नयाँ व्यक्तित्वप्रति राजनीतिक दलहरूलाई पछि पार्दै एउटा उदाएको शक्तिको रूपमा उनलाई हामीले भविष्यको एउटा लिडरको रूपमा देखेको हो। सबैको मनमा बस्न सफल हुनुभयो, त्यो ठिक छ। त्यसपछि हाम्रो जेनजी प्रोटेक्सन भयो, त्यसमा उहाँको समर्थन थियो पूर्ण रूपमा, फेसबुक स्ट्याटसबाटै भए पनि त्यसको पनि सम्मान छ। तर त्यो क्रान्ति भइसकेपछि उहाँ गुमनाम हुनुभयो, जसरी रहस्यपूर्ण रूपमा बस्दिनु भयो, एकचोटि आएर समेत बोलिदिनु भएन। ठिक छ, उहाँ आउन सक्नु भएन, तर एउटा प्रोपर रूपमा यसरी गरौँ भनेर निकास पनि दिनु सक्नु भएन। सुशीला कार्तिकलाई समर्थन गरे भनेर एउटा स्ट्याटस लेखिदिनु भयो, त्यतिले पुग्यो। तर हामीले के देखेका थियौँ भने त्यो दिन जेनजीहरू त यतिसम्म तयार भएका थिए कि बालेनलाई हामीले प्रधानमन्त्रीका रूपमा स्वीकार गरेछौँ, यो देश तपाईँको हातमा दिन्छौँ, तपाईँ आफ्नो तरिकाले चलाउनुहोस् भन्ने सम्मको स्थिति पनि त्यो दिन आएको थियो। यदि बालेनलाई प्रधानमन्त्री बनाएको भए चाहिँ अहिले देशको अवस्था कस्तो हुन्थ्यो? के त्यो बेला उनी बन्न सक्ने सम्भावना थियो। त्यो बेला चाहिँ के थियो भने उनलाई एब्सोल्युट सोभरेन्टी भन्छ थोमस हब्सको थ्योरी।
त्यो अनुसार उनलाई त्यो बेला ठ्याक्कै त्यस्तै स्थिति आएको थियो कि जेन्जीहरूले के भनेको थियो भने तपाईँलाई यो देश दिन्छौँ भन्ने एउटा पूर्ण अधिकार दिएर तपाईँ यो देश चलाउनुहोस् भन्नेसम्मको स्थितिमा पुगे। त्यो स्वीकार गर्नु भएन उहाँले, सुशीला कार्कीलाई दिनुभयो। त्यो कदमप्रति पनि सम्मान छ एक हिसाबले। त्यो बेला मैले के सोचेको थिएँ भने यो एउटा पोलिटिकल सेक्रिफाइस नै हो। त्यो इतिहासमा धेरै पटक भएको छ, महात्मा गान्धीबाट होस् अथवा बिआर अम्बेडकरबाट होस्। उहाँ चाहेको भए त्यो बेला भारतको नेतृत्व लिन सक्नुहुन्थ्यो, तर त्यो बेला अर्कै व्यक्तिलाई अगाडि सरेर पछि सर्नुभयो। अहिले इतिहासले उहाँको मूल्याङ्कन जुन रूपमा गरेको छ, भविष्यमा पनि एउटा आदरणीय व्यक्तित्वलाई अगाडि सारेर बालेन पछि हटे, त्यसले एउटा भविष्यमा उनीप्रतिको जनताको भावनालाई थप सशक्त पनि बनायो भन्ने लागेको थियो। तर पछिल्लो समय बालेनले जसरी, मलाई थाहा छैन उनी के सेवन गर्छन् के खान्छन्, म मान्दैन पनि, किनकि मैले देखेको छैन। कानुनको विद्यार्थी भएर कसैको बारेमा बोल्नु हुँदैन त्यसरी। मसँग प्रमाण छैन उनले गाँजा खाएको, मसँग प्रमाण छैन उनले रक्सी खाएको। मिडिया ट्रायल भयो भन्दैमा म भन्न सक्दिनँ। तर स्ट्याटस कुन रूपमा आयो, कसरी आयो, तर त्यो स्ट्याटसमा प्रयोग गरिएको भाषा जुन छ, भोलिको दिनमा हामीले उनलाई एउटा देशको नेतृत्व गर्न सक्ने व्यक्तिको रूपमा देखिरहँदा भोलिको दिनमा मानौँ उहाँ प्रधानमन्त्री हुनुभयो भने त्यो चाइना, अमेरिका, इन्डिया, जियो पोलिटिकल्ली यति रिस्की रिजनमा रहेको देश नेपाल, अन्तर्राष्ट्रिय भू राजनीतिमा त्यसले कस्तो प्रभाव पार्छ? त्यस्तो शब्द त्यति ठुलो कन्ट्री, एउटा इस्टाब्लिस डेभलप्ड कन्ट्रीलाई प्रयोग गर्नु कतिको उचित हो? त्यसले भविष्यमा के प्रभाव पार्ने हो? उहाँ प्रधानमन्त्री हुनुभयो भने अन्तर्राष्ट्रिय मान्यता पाउनुहुन्छ हुन्न? बालेनप्रति चाहिँ म त्यति असन्तुष्ट पनि छैन, सन्तुष्ट पनि छैन। र बालेन शाहको कामप्रति हामी सबैले सम्मान गरेका छौँ आजसम्मको। उहाँको सामाजिक सञ्जालमा कुनै नराम्रो पोस्ट आएर भन्ने कुरा पनि उहाँले गाँजाको तालमा, रक्सीको तालमा गरेको हो कि होइन भन्ने कुरामा पनि त्यसमा हामीले प्रत्यक्ष रूपमा देखेको छैन, भन्न सकिँदैन। उहाँले के सेवन गर्नुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन, किनकि देखेको पनि छैन नि त। बालेनको कामलाई चाहिँ हामीले सम्मान गर्छौँ। र यसो भन्दै जाँदा जेनजीले आन्दोलन एउटा सहभागी हुनुमाको कारण उहाँको स्ट्याटसले थियो। अघिल्लो दिनको स्ट्याटसले चाहिँ कुनै साथीहरू, जेनजी साथीहरू चाहिँ बालेनको स्ट्याटसले पनि आन्दोलनमा आएका थिए। र त्यसो हुँदै जाँदा 24 गतेको जुन घटना भयो, बालेन शाहको 1 बजे वा 12 बजे कति बेला चाहिँ जेनजीहरू प्लिज फर्काऊ, अब अति भयो, नगरौँ भन्ने कुराहरू पनि आयो। उहाँको पोजिटिभ धारणा पनि हो यो। हामीले यसो पोलिटिकल थटबाट हेर्दाखेरिमा त्यो एउटा पोजिटिभ वेबाट हेर्नुपर्छ हामीले चाहिँ। र किन भन्दाखेरिमा यति संरचनाहरू त ध्वस्त भइसके, त नेताहरू भागिसके, सबैले राजीनामा दिइसक्यो, तिमीहरू फर्काऊ, अब यो देश हाम्रो हातमा छ भन्नुभएको थियो। तर त्यसो भन्दै जाँदा बालेनले चाहिँ सुशीला कार्कीलाई समर्थन गरेर अगाडि सर्नुभयो। तर जेनजीहरूले चाहिँ बालेन तिमी सर भन्ने कुराहरू पनि आयो। तर बालेन नसर्नुको कारणमा चाहिँ भित्री रहस्य केही हुनसक्छ कि के थाहा त, अन्तर्राष्ट्रिय दबाब आयो कि भन्ने कुरा पनि हो है। त्यो हुनसक्छ। वा महानगरपालिकामा चाहिँ काम गरेको मान्छेले चाहिँ देश चलाउन असम्भव कुरा पनि हुनसक्छ यसो कामलाई हेर्दाखेरिमा चाहिँ। र अर्को कुरा के हो भन्दाखेरिमा यसमा चाहिँ बालेनले चाहिँ कुन रूपमा गल्ती गरिदियो भन्दाखेरिमा जेनजी आन्दोलन पछि चाहिँ 74-75 जनाले ज्यान गुमाइसके। अघिल्लो दिन चाहिँ 23 जनाले ज्यान गुमाइसके। तर बालेनले चाहिँ त्यो शहीदहरूलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्ने कुराहरू पनि एउटा फेसबुकमा चाहिँ राख्न सक्नु भएन उहाँले। तर त्यो किन गरेन बालेनले? अघिल्लो दिन त आऊ भन्ने कुरा हो नि त। अघिल्लो दिनको स्ट्याटस हेर्दाखेरिमा त हो कि होइन भन्नु त तपाईँ। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ उहाँ अहिलेसम्म एकजना चाहिँ शहीद परिवारलाई पनि भेट्न जानुभएको छैन। सर्लङ्ग रूपमा यो तपाईँ हामीले देखेकै थियौँ। यो भित्र केही रहस्य छ भन्ने तपाईँको धारणा हो। किन सक्नु भएन? हार्दिक श्रद्धाञ्जली भन्न पशुपतिमा पनि पुग्न सक्नु भएन? त्यही कुलमान सिंह जस्ता मान्छेहरू वा हेमराज थापा जस्ता सामाजिक अभियन्ताहरू, धेरै मान्छेहरू अहिले त्यहाँ चाहिँ हस्पिटलको बेडमा छन्। तर बालेन शाह चाहिँ यता कता चुके कि वा आफ्नो कार्य व्यस्तताका कारणले पनि गर्न नसके कि हो? बालेन शाहको पछिल्लो समयको काम कार्यहरूदेखिबाट होइन, स्ट्याटसदेखिबाट लिएर अब देशै हाँक्ने युवाको रूपमा लिएका जेएनजी युवाहरूले चाहिँ अहिले चाहिँ के छ, साँच्चै बालेन शाह देश हाँक्न सक्ने क्षमता भएका व्यक्ति हुन् त? अब यस्तो हो, मान्छेबाट एक न एकचोटि गल्ती हुन्छ। त्यो बालेनको स्ट्याटस आयो, एकचोटि गल्ती भयो, त्यो सबै गल्ती बालेनबाट स्ट्याटसबाट हेर्ने हो भने बार बार आइरहेको छ भन्ने पनि कुराहरू छ। त्यो आइरहेको छ। तर एउटा उनले
पोलिटिक्समा आफूलाई एउटा मिस्टेरियस पर्सनालिटीको रूपमा जसरी प्रस्तुत गरे पछिल्लो समय उनले महानगरको मेयरको रूपमा चुनाव जितेपछि त्यो उनले प्रधानमन्त्री नबन्नु एक हिसाबले सकारात्मक थियो होला। एउटा सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्ति, काठमाडौँ महानगरको प्रमुख, कार्यकाल अझै 3 वर्ष बाँकी छ। ठिक छ, उहाँले अहिले बन्दिनँ म प्रधानमन्त्री, चुनावको लागि अन्तरिम सरकारको लागि बनेर पनि के साध्य छ र भन्ने उहाँको धारणा हो भने ठिक छ, महानगरको लागि राम्रो काम गरोस्। काठमाडौँ महानगरपालिका जनताले उहाँलाई 3 वर्षको लागि अझै पठाएका हुन्, अझै बाँकी नै छ, महानगरको हितमा काम गर्ने, त्यही मेन्डेट बोकेर त आएका हुनेसम्म त्यो ठिक छ। तर उहाँले पछिल्लो समय जसरी दोहोरो व्यक्तित्व देखाइराख्नु भएको छ त्यसप्रति चाहिँ म असन्तुष्ट नै छु अहिले। यसो भन्दा जाँदा बालेन शाहको कामप्रति चाहिँ हामी सन्तुष्ट छौँ, तर बालेन शाहको त्यो गतिविधिप्रति त्यो फेसबुक स्ट्याटस त्यस्तो नकारात्मक कुराप्रति चाहिँ असन्तुष्ट नै छौँ। र अर्को कुरा के हो भन्दाखेरिमा चाहिँ जस्तै सिंहदरबार जलाइदिन्छु भन्ने उहाँको एउटा त्यो आक्रोश हो, अरू त केही होइन। नराम्रो कुरा त्यो हजारले भन्छ, मैले पनि भन्छु सिंहदरबार जलाइदिन्छु, तर भन्दैमा त जल्दैन नि त। त्यो कुरा चाहिँ के हो भन्दाखेरिमा त्यो मान्छेको आक्रोश भनियो होला, मान्छेबाट एक न एकचोटि तपाईँबाट पनि हुन्छ, मबाट पनि हुन्छ, गल्ती हुन्छ, बालेन शाहबाट पनि भएको हो। अझै पनि बालेन यद्यपि राम्रो तरिकाबाट जेनजीका चाहिँ एजेन्डाहरू, जेनजीका मागहरू पुरा गर्छु, म आउँछु भन्नेपछि चाहिँ बालेन शाहप्रति हाम्रो चाहिँ एउटा सहयोग भन्ने कुराहरू चाहिँ समर्थन चाहिँ रहिरहनेछ, राम्रोसँग आउँछन् भने। यद्यपि त्यो बालेनमा चाहिँ घमण्ड बोकेर चाहिँ नआउनुहोस् बालेन भन्छु, तर उहाँप्रति चाहिँ अलिक घमण्ड चाहिँ घमण्डै छ, तर त्यो घमण्ड बोकेर चाहिँ यो घमण्ड त्यागेर राजनीतिमा आउनुपर्छ भन्ने धारणा। पोलिटिसियन्सको जस्तो पर्सनालिटी बनाएर आउनु पर्यो, एउटा रहस्यमय जीवनको रूपमा प्रस्तुत हुनुभन्दा पनि एउटा राजनीतिज्ञको रूपमा, एउटा त्यागीको रूपमा, अथवा यो देश विकास गर्छु भनेर होमिने युवाको जस्तो स्वरूपमा उहाँ अगाडि आउनुभयो भने खुलेर आउनु पर्यो। अब अन्तिममा के भन्न चाहनुहुन्छ? स्पष्ट धारणाका साथ जनताको लागि म यो गर्छु भन्ने एजेन्डाका साथ अगाडि बढ्नु पर्यो। रहस्यपूर्ण जीवन बिताएर मात्र देशले पार पाउनेवाला छ जस्तो मलाई लाग्दैन। अन्तिममा के छ तपाईँहरूको धारणा? मेरो धारणा चाहिँ के छ भन्दाखेरिमा जेनजी आन्दोलनपछि जे जतिहरू भए, लुटपाट भए, जे पनि भए, अब त्यसलाई हटाउँ। अब चाहिँ यो देश कसरी चाहिँ एउटा निकासमा ल्याउने, कसरी यो देशको समृद्धि र विकास गर्ने भन्ने पाटोमा चाहिँ सबैले चाहिँ लाग्नुपर्छ। संविधान संशोधनको कुराबाट लाग्ने हो भने पनि, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको कुरामा लाग्ने भए पनि सबै जेनजीहरू मिलेर एक ठाउँमा आउनुपर्छ। र यो कुरा अहिलेका राजनीतिक दलहरू, पुराना राजनीतिक दलहरूले पनि स्वीकार्य गर्नुपर्छ र सबै मिलेर चाहिँ यो देशलाई एउटा माथि उठाउनुपर्छ भन्ने जस्तो लाग्छ। र संविधान संशोधनको कुरा पनि पार्लियामेन्ट भइसकेपछि चाहिँ नेपाली काङ्ग्रेस होस्, माओवादी होस्, एमाले होस्, उहाँले पनि यो जेनजीहरूको माग हो, उहाँको छोराछोरी, उहाँको नेताहरूको छोराछोरी पनि जेनजी होलान्, जे होलान्, उहाँहरूले पनि स्वीकार्य गर्नुपर्छ र जेनजीहरूका माग चाहिँ पुरा गर्नुपर्छ भन्ने जस्तो लाग्छ। हजुरको धारणा के छ? मेरो धारणा यसमा के छ भने यो नसोचेको परिणाम निम्त्यायो यो क्रान्तिले। जुन रूपमा शान्तिपूर्ण रूपमा गएका थियौँ, हाम्रो माग सम्बोधन हुन्छ, वार्तामा बोलाउला भनेर, त्यो हुन सकेन। तर जे पनि भयो, अबको निकास के हो भने यो संविधानको उल्लङ्घन भयो, संसद पुनर्स्थापना गरौँ भनेर कराइराख्नुभन्दा पनि एउटा देशलाई निकास दिनु ठुलो कुरा हो। मैले यसो भन्दै गर्दा संविधान देशका लागि आवश्यक छैन, यो संविधानको काम छैन भन्न पटक्कै खोजेको होइन। संविधान देशको मूल कानुन अझै पनि संविधानको पालना हुनुपर्छ। तर अहिलेको यो सङ्कटकालीन अवस्थामा संवैधानिक व्यवस्थाहरूभन्दा पनि, संविधानका धाराहरूभन्दा पनि स्टेटक्राफ्टका थ्योरीहरू, पोलिटिक्सका थ्योरीहरू अथवा राज्य सञ्चालनका सिद्धान्तहरू, यसमा कसरी अगाडि बढ्ने भन्ने कुरा, कसरी देशलाई निकास दिँदा समग्र जेनजीको मूल्याङ्कन अथवा जेनजीलाई एउटा माग गरेको त्यो राखेको मागलाई एउटा क्रान्तिको रूपमा मान्यता दिएर उनीहरूको मागलाई अगाडि सार्दै यसलाई निकासतिर लग्नुपर्छ। र जुन पनि घटनाहरू भयो त्यो एकदमै नराम्रो थियो। 24 गतेको घटना, त्यो राज्यका अङ्गहरू जल्नु राम्रो थियो भन्न खोजेको होइन, त्यो एकदमै नराम्रो भयो। अबको क्रममा भनेको अबको निकास चुनाव नै हो, चुनाव गर्नुपर्छ, त्यसको मूल्याङ्कन जनताले गर्छन्। त्यो कस्तो चाहेको छ जनताले, के चाहेको छ, त्यसपछि संसद होला, त्यहाँबाट पनि जेनजीको मागहरूलाई समेट्दै संविधान संशोधन गर्ने बाटो त छँदैछ। अहिलेका लागि चुनाव गराउनुपर्छ र त्यो 23 र 24 गतेको जुन घटना छ त्यसमा त्यो दोषीहरूलाई कारवाही गर्नुपर्छ। गोली चलाउने आदेश दिने होस् अथवा त्यो गोली चलाउनेहरू हुन्, सबैलाई त्यो कानुनको दायरामा ल्याउनै पर्छ। नत्र भने त्यो जेनजीको भावनाको
अत्यन्तै विपरीत हुन्छ, त्यो सहन हुने छैन। यही नै छ तपाईँको आह्वान। हजुर हस्, समय र संवादको लागि धन्यवाद दिँदै हजुरहरूबाट पनि छुटिन चाहन्छु। हस्, हजुरलाई धेरै धेरै धन्यवाद।